आज मकर संक्रान्ति सबैजनालाई शुभकामना। यो हामीले खाने तरुलमा हामी आत्मनिर्भर छौँ भनेको त सबै चाहिँ भारतीय पुरै छ, सबै भारतबाट पो आउने रहेछ। सानो परिवारले घरमै दुईटा बोरामा फलाउँदा त पुग्ने रहेछ। यो टिकटकबाट एउटा भिडियो सेयर गरेँ हामी सबैजनालाई, हेर्नुहोस् त यो व्यवहारिक कुरो छ। हामीले घरमा अल्छी नमानिकन एउटा कुनामा बोरामा यसो गरेर राख्यो भने त 2-4 किलो फलिहाल्ने रहेछ। अनि बजार पनि कुद्न परेन, अर्ग्यानिक पनि खान पाइयो। राम्रो कुरो हो नि यो, है? हेरौँ है त सबैजनाले। टिकटकमा हेरेरै सिकेको हामीले यो बोरामा यसरी रोप्नुपर्छ भनेको। अब हेरौँ कस्तो फल्दो रहेछ है। फलेको छ कि छैन, अब त्यत्तिकै उयो बोरै मात्रै हो कि बिउ मात्रै हो कि। यसो कोही बेला त टिकटकले यसो ज्ञान गुणका कुरा पनि दिन्छ भनेर यसो रोपी हेरेको, हेरौँ फल्दो रहेछ कि रहेनछ भनेर। पहिला हामीले के महिनामा पो रोपेको थियो यो? ए यहाँ हेर्नु है, ल राम 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 लु हेर्नु यहाँ हाम्रोमा घर तरुन। ल बोरामा रोप्दा यसरी फल्दो रहेछ है। ल साथीहरू ल हेर्नु यहाँ, ए राम राम राम। ल हेर्नु है हाम्रो संक्रान्तिको घर तरुल बोरामा रोपेको। यहाँ बोरामा रोपेको घर तरुल ल हेर्नु यहाँ। यतिको रहर लाग्दैछ, संक्रान्ति राम्रोसँग मनाइएला जस्तो छ। ल हेर्नुहोस्, हजुरहरूले पनि एकपल्ट यसरी नै बोरामा रोपेर ट्राई गर्नु होला।